नकोरी त पर्दैन सलाई, लगन गाँठो कस्न मन छ मलाई, धौला गिरीमा भन्दै गायक चिज गुरुङले गायिका शान्तिश्री परियारलाई यसरी राखे विवाहको प्रस्ताव। के सजिलै स्वीकार गर्लिन् त गायिका शान्तिश्री परियारले? आउनुहोस् लाइभ दोहोरीको फुल अपडेट दिनेछौँ। दर्शकवृन्द नमस्कार। आज हामी तपाईहरुको माझमा पछिल्लो समयका बहुचर्चित लोकदोहोरी गायक चिज गुरुङ र गायिका शान्तिश्री परियारले गाएको लाइभ दोहोरी इन्द्रडीबाट सार्वजनिक भएको छोटो समयमा लाखौं दर्शकहरूले मन पराउनु भएको लाइभ दोहोरीको फुल अपडेट दिनेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाई हामीलाई यो भिडियो कुन ठाउँबाट हेर्दिनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला। नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै नाम कमाउन सफल गायक चिज गुरुङ भन्ने बित्तिकै सायदै कम हुनुहुन्छ होला नचिन्ने त। पछिल्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै नाम कमाएर दर्शकहरूको मनमुटुकमा बस्न सफल गायक चिज गुरुङ र गायिका शान्तिश्री परियारले पहिलो पटक इन्द्रडीबाट लाइभ दोहोरी प्रसारण गरेका छन्। शान्तिश्री परियारले के भनेकी थिइन् जसले गर्दा गायक चिज गुरुङले विवाहको कुरा समेत छेडेका छन्। बनाउने भा यो माया अमर, कसम अब हिम्मतले कमर, धौला गिरीमा सके गुण तिरौला नत्र फेरिमा भन्दै गायिका शान्तिश्री परियारले टुक्का प्रहार गर्दा गायक चिज गुरुङले नकोरी त पर्दैन सलाई, लगन गाँठो कस्न मन छ मलाई, धौला गिरीमा सके गुण तिरौला नत्र फेरिमा भन्दै एकअर्काप्रति यति मायाको सद्भाव देखाउँछन्। शान्तिश्री परियार र चिज गुरुङको पहिलो लाइभ दोहोरी पनि हुन सक्छ। तर गायक चिज र शान्तिश्री परियारले पहिले नै लाइभ दोहोरीमा काम गरेको र पहिलो पटक लाइभ दोहोरी यसरी प्रसारण गरेको शान्तिश्रीले पनि जानकारी गराएकी छिन्। इन्द्रडी जस्तो ठाउँमा आएर गीत गाउनु र चिज गुरुङसँग गीत गाउनु पाउनु भनेको मेरो सौभाग्यको कुरा हो भन्दै शान्तिश्री परियारले चिज गुरुङको प्रशंसा समेत गरेकी छिन्। पछिल्लो समयमा लाइभ दोहोरी गाएर दर्शकहरूको मनमुटुकमा बस्न सफल चिज गुरुङजीलाई मैले धेरै धन्यवाद गर्नुपर्छ। उहाँसँग गीत गाउनु पाउनु मेरो धेरै खुसीको कुरा हो भन्दै यसरी चिज गुरुङलाई झन उठाएकी छिन्। पछिल्लो समयमा लाइभ दोहोरीबाट चर्चामा आएका गायक चिज गुरुङ र शान्तिश्री परियारको लाइभ दोहोरी हेर्नु भएको छैन भने पक्कै पनि मिठा मिठा टुकाहरूबाट धौला गिरीमा बोलको गीतमा प्रसारण भएको छ। जस्तै कि धेरै दर्शकहरूले मन पराएको यो जोडीलाई दर्शकहरूको लाइभ दोहोरीमै उत्तिकै चर्चा रहेको छ। धौलागिरीको बोलसँगै उनीहरूको टुक्का पनि उत्तिकै मिठास रहेको छ। विवाहबाट लिएको धेरै कुराहरू टुक्काबाट प्रहार गरेका छन्। दर्शकबिन भिडियोको अन्तिममा छौँ। तपाईहरुलाई जानकारी के कस्तो लाग्यो कमेन्टमा राख्नुहोला। गायक चिज र शान्तिश्री परियारको आवाजमा तपाईहरुले नयाँ लाइभ दोहोरी नयाँ म्युजिक भिडियोमा समेत सहकार्य गरेको आफूले फेसबुकको माध्यमबाट जानकारी गराएका छन् र इन्द्रडी.com मा लाइभ दोहोरीको अन्तिममा समेत आफूले खुलाएका छन्।